रोड हेर्नुहोस् गाइस कस्तो दामी छ। यो रोड चाहिँ यस्तो दामी छ कि सबै सिक्किममा यस्तो रोड हुनुपर्ने नि गाइस है। के गर्नु छैन, मजा आउँछ यो रोडमा चाहिँ। यहाँ माथि चाहिँ गाइस हाम्रो फुपूहरूको घर छ है। यहाँ माथिल्लोपट्टि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ है यहाँ पनि। आम 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 गाइस गुड मर्निङ सबैजनालाई। आज चाहिँ म र मेरो सालो यता हेर त, हामी दुईजना चाहिँ रङ्गेली जानु आँटेको छौँ है। सानो काम छ हाम्रो त्यहाँनिर। अन्त अब हामी यता जानेछौँ, यता चाहिँ होइन, यता हामी जानेछौँ हो। अब तपाईँहरूलाई म देखाउनेछु रङ्गेलीको बाटो कस्तो छ, मजाहरू सबै देखाउँछु। हेर्नुहोस् तपाईँहरूले अन्तिमसम्म मेरो भिडियोलाई तपाईँहरूले हेरिदिनुहोस् होला। फाइनली गाइस अहिले चाहिँ हामी रम्फू बजार आइपुगेको अवस्था है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ रम्फूको अप्पर बजार हो। अन्त यहाँबाट हामी अलिक अगाडिबाट ट्राफिक पोइन्ट छ, त्यहाँबाट हामी रङ्गेली तरफ हामी जानेछौँ रोडेथाङको बाटो हुँदै। अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ है एकदम दामी छ। कतिजनाले मलाई नेपालबाट हेर्नु हुँदो रहेछ है। यो चाहिँ हाम्रो सिक्किम इन्डियामा पर्छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरू आउनु नसके पनि म तपाईँहरूलाई भिडियो मार्फत म तपाईँहरूलाई देखाउँदैछु है। अन्त तपाईँहरूले हेर्नुहोस् है, यहाँबाट हामी लेफ्ट साइड जानेछौँ। यो बाटो चाहिँ तपाईँहरूको जलुक पनि जान्छ, पाक्किम है, रिनक रङ्गेली अन्त जान्छ। अन्त हाम्रो सालो केटो पनि सिप्लासम्म चाहिँ पुगेको रहेछ, अलिक अगाडिसम्म चाहिँ है। त्यहाँबाट उता चाहिँ गएको छुइनँ भेना भन्दै थियो है। अन्त तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदमै दामी छ, निट एन्ड क्लिन हाम्रो रम्फू बजार। अन्त सिक्किम एकदम सुन्दर छ। बाटो चाहिँ अलिक साँघुरो छ, यो उकालो चाहिँ ठुलो गाडीहरू हुन्छ, बसहरू हिँड्छ है, एकदम जोगेरै हिँड्नुपर्छ यो उकालो चाहिँ। अन्त टाटाहरू यत्रो यत्रो टाटाहरू हेर्नुहोस् तपाईँहरूले कस्तो खतरा खतरा टाटाहरू हुन्छ। अन्त यो उकालो चाहिँ अलिक उकालो उकालो छ। यहाँ मुनि देख्दै गरेको चाहिँ रम्फू खोला देख्न सक्नुहुन्छ तपाईँहरूले है। यहाँ मुनि जाइडस 2 छ। अन्त अहिले हामी फाइनली जुबिन्टस पुग्नु आँटेको छौँ है। अन्त बाटो यो पनि बनाएछ एकदम मजाको, त्यसलाई गरेछ। सानो छ बाटो चाहिँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अन्त मजाले हामी जाँदैछौँ बात मार्दै सालो भेना है, हेर्नुहोस् तपाईँहरूले। अन्त अलिक अगाडिबाट अब जानेछ उता पाक्किम, यता रिनक रङ्गेली। यहाँ मुनि चाहिँ रम्फू खोला कुदिरहेको छ है। अन्त यो चाहिँ मैले मेरो गोप्रो क्यामेराले सुट गर्दैछु। कस्तो भिडियो आउँदैछ तपाईँहरूले कमेन्ट गर्नुहोस् होला मलाई है। अन्त एकदमै राम्रो लागेर चाहिँ मैले यो किनेको गोप्रो क्यामेराले। हेलमेटमा लाउने चाहिँ त्यो मैले मगाइरहेको छु है। हेलमेटमा लगाएर एक दिन मजाले तपाईँहरूलाई भिडियो गरेर दामी देखाउने छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अन्त मजाले हेर्नुहोस् मेरो भिडियोलाई तपाईँ। अहिले चाहिँ हामी यहाँनिर रोडेथाङ आइपुग्यो हो। अन्त अब यहाँबाट उकालो हामी जानेछौँ रिनक रङ्गेली चाहिँ यतैबाट जान्छ, माथिबाट छुट्टिन्छ बाटो है। एउटा उता रङ्गेली जान्छ, ऊ रिनक। अब हामी यहाँबाट जानेछौँ यता भाइ पुरा तिर्खा लाग्यो अरे, पानी खाँदैछ हो। ल अब हेर्नुहोस् तपाईँहरूलाई हामी रङ्गेली पुगेर देखाउनेछौँ, हेर्दै गर्नुहोस्। हामी चाहिँ यहाँ एकछिन बिसाएको थियौँ सालो भेना है पानी खानुको लागि। अन्त अब हामी यहाँबाट जानेछौँ। हेर्नुहोस् तपाईँहरूले बाटो हेर्न सक्नुहुन्छ, एकदम दामी छ बाटो चाहिँ है। एयरपोर्टको बाटो माथि यो चाहिँ रिनकसम्म चाहिँ दामी छ यो बाटो चाहिँ है। रिनकसम्म चाहिँ म गएको, यहाँबाट उता चाहिँ गएको छुइनँ। हेर्नुहोस् तपाईँहरूले बाटो एकदम दामी। म चाहिँ भन्न चाहन्छु हाम्रो सबै सिक्किममा चाहिँ यस्तै बाटो होस् है, मजाको बाटो। हेर्नुहोस् 5 गियर चेन्जै गर्नु पर्दैन, 5 कुदेको एकदम मजाले कुदेको पनि थाहा पाउँदैन है। एकदम दामी छ सिन, हेर्नुहोस् त्यस्तै दामी है। मजाको हरियाली भइरहेको छ। यहाँ चाहिँ त्यस्तो गरम पनि छैन, ठिकैको मौसम मजाको छ है, बस्नु लायकको शीतल छ मजाले। तपाईँहरू पनि आएर यो बाटोमा इन्जोय गर्न सक्नुहुन्छ। फाइनली गाइस अहिले हामी रङ्गेली बजार आइपुगेको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ है। रङ्गेली बजारको सुरुवात यस्तो छ, मजाको छ, एकदम सफा सुथरा छ है।
अन्त अहिले चाहिँ हामीले हेरेको चिसो खाउँ भनेर चाहिँ यसो गरम भयो, यहाँ चाहिँ अलिक गरम रहेछ है। अन्त चिसो खाएर चाहिँ भाइको काम बनाएर चाहिँ फर्क्यौँ भनेर हामी यहाँनिर बात मार्दैछौँ। अब चिसो खाएर तपाईँहरूलाई साथीभाइ रङ्गेली बजार चाहिँ यस्तो छ है, लु हाट लाग्दो रहेछ यहाँनिर, देख्न सक्नुहुन्छ तपाईँहरूले हाट बजार। अहिले चाहिँ म हाट बजारहरू मात्रै घुमिरहेको छु। अब यहाँ भाइको काम पनि सक्यो, रङ्गेली बजारमा काम थियो सक्यो। अब हामी यहाँबाट फर्किनेछौँ, हेर्दै गर्नुहोस् तपाईँहरूले। म माथिल्लो बजार पनि देखाउँछु, यो चाहिँ तल्लो बजार हो, रङ्गेली बजार तल्लो यो हाट बजारहरू। अब तपाईँहरूलाई म माथिल्लो बजार देखाउने छु, हेर्नुहोस् गाइस। रङ्गेलीको माथिल्लो बजार तपाईँहरूले देख्न सक्नुहुन्छ, ट्याक्सी स्ट्यान्ड यहाँनिर यस्तो छ, हेर्नुहोस् मजाको छ है बजार चाहिँ, सानो बडे बजार। यो उकालो चाहिँ सायद जलुकहरू जान्छ यो बाटो, यतैबाट गएको जस्तै लाग्छ है। हेर्नुहोस् तपाईँहरूले, फर्क्यौँ है भाइ, नजाउँ है अब। ल अब हामी फर्किने यहाँबाट, जाउँ है। अहिले चाहिँ हामी फर्किँदै गरेको अवस्था है। बिचको बाटो चाहिँ मैले तपाईँहरूलाई देखाउन सकिनँ, कारण त्यो बाटो चाहिँ एकदमै खराब थियो है। अन्त बिचबिचमा चाहिँ राम्रै थियो, बिचबिचमा एकदमै खराब थियो, त्यो भएर देखाउन सकिनँ है। क्यामेरा एकदम पक्रिनै साह्रो पऱ्यो है। अन्त फाइनली अहिले हामी रोडेथाङ पुल आइपुग्यौँ। यो पुल क्रस गरेर तपाईँहरू राइट साइड जानुभयो भने रोडेथाङ बजार पाक्किम तपाईँहरू पुग्न सक्नुहुन्छ। लेफ्टबाट रम्फू, एकदमै दामी छ यो पुल चाहिँ, हेर्नुहोस् तपाईँहरूले मजाले। यो मुनि कुद्दै गरेको चाहिँ रम्फू खोला। अन्त यहाँबाट अब हामी लेफ्ट जानेछौँ रम्फू गएर म तपाईँहरूलाई देखाउँदैछु है। यो चाहिँ साँघुरो छ है बाटो चाहिँ, बिचबिचमा बिग्रेको पनि छ है। अन्त बनाउँदै रहेछ, अन्त एकदमै राम्रो बनायो भने चाहिँ दामी हुन्छ। यो पनि ठुल्ठुलो गाडीहरू कुद्छ यहाँनिर चाहिँ, कम्पनीको गाडीहरू है। यो चाहिँ त्यो कम्पनीको गाडी कुदेको हिसाबले चाहिँ यो बाटो चाहिँ एकदम चौडा गर्नुपर्ने हो खास चाहिँ। मजाले बाटो बनाइदियो भने चाहिँ दामी हुन्छ है। उँधो देख्दै गरेको मजाको छ है भ्युज गाइस, हेर्नुहोस् तपाईँहरूले। अन्त अहिले फाइनली म चाहिँ 4 माइल आइपुग्नु आँटेँ। अन्त यहाँ माथि चाहिँ हाम्रो फुपूहरूको घर छ। अन्त यो चाहिँ हाम्रो अन्तरे फुपाको घर हो, हेर्नुहोस् तपाईँहरूले है, मजाको छ। अन्त भाइको स्कुटी पनि राखिरहेको रहेछ यहाँनिर, अन्त देख्न सक्नुहुन्छ। फाइनली गाइस अहिले चाहिँ रुममा आइपुग्यो म। भाइ चाहिँ गयो तारखोलासम्म पुऱ्याइदिएँ, तारखोलाबाट उकालो ऊ चाहिँ गयो कालिम्पोङ है घर। अन्त म चाहिँ अहिले रुममा आइपुगेँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट लाइक गरिदिनुहोस् होला। अनि थ्याङ्क्स फर वाचिङ म भन्न चाहन्छु।